सभाले यस बीचमा संसद सचिवालयमा 2वटा विधेयक दर्ता गराएको छ भने राष्ट्रिय सभाले 2वटा विधेयक सन्देशसहित प्रतिनिधि सभालाई पठाएको छ। हाल संसदका राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी 2 सदनमा 21वटा विधेयक विचार, राष्ट्रिय सभामा 5वटा विधेयक रहेका छन्। राष्ट्रिय सभामा 3वटा र 2वटा समितिमा रहेका छन्। संसदको मुख्य काम सरकार निर्माण, कानुन बनाउने, संसदीय अनुगमन, बजेट पारित र संसदीय सुनवाई गर्ने हो। तर राजनीतिक दलबीच हुने उतार चढावमा सिङ्गो संसद प्रयोग भएपछि गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गीता गुरुङलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गीता गुरुङले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्य मान्य सदस्यहरू, अझै 15 मिनेटका लागि स्थगित गरेको बैठक सुरु हुन्छ। मान्य सदस्यहरू, हामी लोकतान्त्रिक प्रक्रियामा छौं। मान्य सदस्यहरू, यहाँहरूले मान्य सदस्यहरूले हजुरले 5 मिनेट गलाइदिउँ, 5 देखि 10 मिनेट गलाइदिउँ। मान्य सदस्यहरूले संशोधन राखिसके पछाडि लोकतान्त्रिक प्रक्रिया अनुसार नै मैले संशोधनलाई निर्णार्थ पेश गरिरहेको छु। मान्य सदस्यहरू, यही सभाले संशोधनलाई स्वीकार गर्ने या अस्वीकार गर्ने यही सदनले गर्ने भएकोले मान्य सदस्यहरूलाई आफ्नो स्थानमा बसी प्रस्तुत संशोधनहरूलाई स्वीकृत गर्ने या अस्वीकृत गर्ने मान्य सदस्यहरूले त्यसतर्फ हाम्रो कार्यसूचीमा प्रवेश गर्न मान्य सदस्यहरूलाई म अनुरोध गर्छु।
मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सदस्य प्रमिला कुमारी गच्छदारलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य प्रमिला कुमारी गच्छदारले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रमिला कुमारी गच्छदारले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गीता गुरुङलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गीता गुरुङले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्य